दर्शकवृन्द एकदमै डरलाग्दो र दुःखलाग्दो समाचार तपाईहरु माझ हामीले प्रस्तुत गरिरहेका छौँ। हेर्नुहोस्, इनुसा विश्वकर्मा लाउ लाउ खाउ खाउ भन्ने उमेरमा 19 वर्षीय इनुता विश्वकर्माले रहस्यमय आत्महत्या गरेकी छिन्। हेर्नुहोस् कहाँनेरि हो, हेर्नुहोस् त्यहाँ कहाँनेरि हो, हिँड्नुहोस् त कहाँनेरि हो। हेर्नुहोस् एकदमै रहस्यमय आत्महत्या गरिसकेपछि सबैजना परिवारदेखि लिएर स्थानीयले हामीलाई चाहिँ न्यायका लागि न्यायालयसम्म हाम्रो शब्दहरू आवाज पुगोस् भनेर हामीलाई यहाँ बोलाइसक्नु भएको छ। हेर्नुहोस् भर्खर मात्रै एसई दिएर चाहिँ बसेकी चाहिँ चेली 19 वर्षीय चेलीले यसरी चाहिँ रहस्यमय आत्महत्या गरिसकेकी छिन्। हेर्नुहोस् यो भिडियो अन्तिमसम्म यो कुन ठाउँको हो भन्ने विषयमा पक्कै पनि पुरा भिडियो हेर्नु होला, सम्पूर्ण हामी जानकारी गराउनेछौँ। भिडियो अन्तिमसम्म हेर्नु होला। पक्कै पनि हेर्नुहोस्, यस्तो ठाउँमा चाहिँ एकदम विकट ठाउँ रहेछ। यस्तो विकट ठाउँमा चाहिँ यसरी आफ्नै शिक्षकबाट हो या कोबाट चाहिँ आउनुहोस् चाहिँ यसरी चाहिँ उहाँले रहस्यमय आत्महत्या गरे त। हेर्नुहोस् एकदमै दुःख, यति बेला यहाँ सबैजना चिन्ता र शोकमा डुबिरहेका छन्। हेर्नुहोस् इनुता विश्वकर्माको बेड यही हो। ल हेर्नु बस्नुहोस् भित्र। हेर्नुहोस् तपाईँ एकजना भाइ हुन्छ, तपाईँले भन्नुहोस् कहाँनिर उहाँको बेड यही हो, ओछ्यान यही हो, कुन अवस्थामा थियो, कहाँनिर थियो, प्रश्न देखाइदिनु होला, बुझाइदिनु होला। यहाँनिर त्यो पहेँलो पिङ्क कलरको सल यहाँनिर उयो चढ्नु त यहाँनिर यहाँबाट सल लाएर यसरी म उताबाट आइरहेको थिएँ। अनि यहाँबाट झ्यालबाट हेरेको म उता मम्मी म वहाँ गएको थिएँ। पहिला सुरुमा हामी धानको ब्याज राख्नलाई मम्मीले बोलाउनु भएको थियो र जोतेर म गोरु बाँधेर आएर हेर्दासम्म कुर्सीमा त्यहाँनिर टुलमा बसिराख्नु भएको थियो। अनि कहाँनिर ल ठिक्कै कहाँनिर झुन्डेको थियो, ठिक्क यहाँनिर यहाँ झुन्डेको थियो, के थियो त्यो डोरी थियो कि के थियो? पिङ्क कलरको सल थियो। कहाँनिर घाँटी कतिको घाँटी कहाँसम्म थियो उसको टाउको अन्दाजी? यति यहाँसम्म थियो घाँटी टाउको त यति माथि। यहाँ भुइँ कतिको छोडेको थियो? यतिको छोडेको थियो। हजुर खुद उहाँले नै गर्नु चाहिँ आत्महत्या चाहिँ आफैले गर्ने भन्ने तपाईँहरूको बुझाइ। तपाईँ उहाँको को गर्नुभयो? म भाइ 19 वर्षीय। हजुर कति बजेको कुरा हो यो 6:30 बजेको 6:30 बजेर 10 मिनटको बिहान या साँझ झुन्डिरहेको अवस्था भेट्नु भयो? हजुर र यही कोठामा उहाँ बस्नुहुन्थ्यो है? सबभन्दा पहिला मैले भेटाएको। तपाईँले भेटाउनु भयो? हजुर छटपटिरहेको थियो कि झुन्डिरहेको थियो? झुन्डिराख्नु भएको थियो। झुन्डिरहेको थियो। हजुर अनि त्यसपछि यहाँ उहाँले उहाँको के भेट्नुभयो यहाँनिर कोठाभित्र त केही भेट्यौँ, केही त्यस्तो भेट्नु भएन है? पनि भेट्यौँ, केही भेट्नु भएन। त्यसपछि प्रहरी बोलाउनु भयो? हजुर अनि प्रहरी आएर अनि चेकहरू गर्नुभयो अनि लिएर जानुभयो। हजुर अहिलेसम्म पोस्टमार्टम रिपोर्ट आएको छैन। पक्कै पनि दर्शकबिन यहाँ एकदमै रहस्यमय आत्महत्या छ। भिडियो अन्तिमसम्म हेर्नुहोला, सम्पूर्ण कुरा यस भिडियोमा जानकारी गराएका छौँ। भिडियो अन्तिमसम्म हेरी सक्दो सेयर गरिदिनु होला। सम्पूर्ण दर्शकमा नमस्कार। अहिले एकदमै दुःख लाग्दो खबर तपाईहरुमा आज लिएर आएका छौँ। कक्षा 10 मा पढ्दै गरेकी युनिता विश्वकर्मा यसपालि मात्र एसई एक्जाम दिएर अब कलेज पढ्ने तयारी गर्दै गर्दा उहाँले सुसाइड गर्नु पर्यो। तर जब उहाँले सुसाइड गर्यो, आत्महत्या गर्यो, त्यसपछि कुराहरू के आइदियो भने उहाँ जुन स्कुलमा पढ्नुहुन्थ्यो त्यही स्कुलको शिक्षक अहिले फरार छन्। अब कारण के हो भन्दै जान्नुहुन्छ भने कतै अफेयरको कुराहरू पनि आएको छ। अब युनिताको लास कस्तो अवस्थामा भेट्यो र उहाँको कुराहरू केहरू निस्क्यो अनि फोनमा के भेट्यो भन्ने विषयमा पनि हामी उहाँसँग कुराकानी गर्छौँ। र जुन फरार भनिएको शिक्षक देव बहादुर रोका उहाँको घरमा पनि गएर बुझ्छौँ है खास भएको चाहिँ के रहेछ भन्ने कुरा। र यो घटना तपाईहरुमा पस्किँदै गर्दा हामीलाई एउटा कुरा के आइदियो भने स्कुल भन्ने कुरा नि बाउआमा पछिको एउटा अर्को गार्जेन हो र जुन शिक्षककै कारणले गर्दाखेरि इनुताले कतै ज्यान त गुमाइनन् भन्ने कुरा चाहिँ ठुलो शङ्का छ। र एउटा लाटा सोझो हिसाबले पनि के बुझिन्छ भने यता युनिता विश्वकर्माको मृत्यु हुनु अनि उता शिक्षक फरार हुनुले त जसले पनि शङ्का त गरि नै हाल्यो होइन। यो शङ्का चाहिँ छ र अहिले फरार भएको कारणले गर्दाखेरि जङ्गल खोजिरहेको छ, भेटिरहेको अवस्था छैन। सबैभन्दा सुरुमा यहाँ युनिता
विश्वकर्माको भाइ पनि हुनुहुँदो रहेछ हैन दाइकी भाइ नमस्कार के नाम पर्यो तपाईको मेरो डिगबहादुर विश्वकर्मा तपाई पनि त्यही स्कुलमा पढ्नुहुन्छ नि हजुर स्कुलको नाम भन्नु त मेरो स्कुल श्री माध्यमिक विद्यालय 110 पुमाले अहिले कतिमा पढ्दै हुनुहुन्छ चाहिँ म 10 क्लासमा पढ्छु 10 मा पढ्दै हुनुहुन्छ के अरे तपाईको चाहिँ दिदी यसपालि मात्रै एससी दिएको हजुर जुन त्यो शिक्षकसँगको सम्बन्धको कुराहरू आएको छ नि हजुर खास भएको के रहेछ तपाईले के बुझ्नुभयो मैले त खासै केही बुझिनँ थाहा पाउनु भएन उनीहरू कहिलेकाहीँ चाहिँ भेट्ने अथवा काहीँ एकान्ततिर भेट्ने अथवा बजारतिर जाने त्यस्तो केही भएको थियो तपाईँले थाहा पाउनु भएन ठिक छ म यहाँ आमासँग खोजेँ तपाईँ चाहिँ युनिताको को पर्नुभयो ठुलो मम्मी तपाईँले चाहिँ के थाहा पाउनुभयो जुन त्यो देवबहादुर मलाई थाहा भएन थाहा भएन के थाहा भएन तपाईँ चाहिँ आमा हो युनिताको आमा तपाईँलाई चाहिँ छोरीले के भनेको थियो मलाई चाहिँ छोरीले केही भनेको थिएन होइन बोलेको गरेको चाहिँ मलाई थाहा थियो कलमा बोल्ने चाहिँ गर्थेँ मैले किनभने त्योभन्दा पहिला पनि तपाईँ शिक्षक मान्छे हो तपाईँ सर मान्छे यो विद्यार्थीलाई यसरी कल गर्नु हुँदैन भोलि गएर मेरो छोरीको दिमागमा असर पर्छ हजुरलाई म यस्तो चाहिँ नबोलिदिनु होला भन्दाखेरि अब छोरीले पनि अब म त्यसैमा खुसी छु भनेर पनि भनिनँ अब उनीहरू बोलेको चाहिँ मैले बोल्छन् यताउता बोलेको चाहिँ मलाई थाहा थियो यो बारेमा चाहिँ अब अरू बारेमा चाहिँ मलाई केही थाहा भएन बोलेको चाहिँ थियो फोनमा पनि बोल्थे फोनमा पनि बोल्थे फोनमा कुन समयमा बोल्थे प्राय फोनमा जतिखेर पनि 6 बजे भयो अब इन्केमै बोलिराख्ने हो फोनमा चाहिँ जुन शिक्षकसँग एनी टाइमै बोलिराख्थ्यो हजुर तपाईँको छोरी युनिताको उमेर चाहिँ कति पुगेको मेरो 20 वर्ष पुग्नलाई कति महिना बाँकी थियो जस 20 वर्ष पुगिसकेको थिएन भनौँ न नाबालिकाबाट चाहिँ साबालिका हुनलाई केही महिना बाँकी थियो केही महिना बाँकी थियो अच्छा अनि जुन शिक्षक यहाँ तपाईँको घरमा पनि आउँथे हजुर म हुँदा चाहिँ आउनुहुन्न थियो अरे म नहुँदा चाहिँ आउनुहुन्थ्यो भन्ने कुरो चाहिँ मैले सुन्थेँ मैले बुझेको कुरामा चाहिँ किनभने आउनुहुन्थ्यो भनेर चाहिँ अरू देख्ने साथीहरूले भनिदिनुहुन्थ्यो मलाई घरमै आउनुहुन्थ्यो अरे म नहुँदा तपाईँले देख्नु भएको आमा मैले त देखेन हजुर म त नेपालमा झुटो बनाएर बसेको छु ए यहाँ देख्नु यहाँ घरमा गइसकेपछि म आएको तपाईँ आउनुभयो यहाँनिर तपाईँको जब छोरीको चाहिँ लास भेट्यो नि होइन त्योभन्दा पहिला तपाईँले उहाँलाई जुन शिक्षकलाई देवबहादुर भन्नु भने नाम देवबहादुर रोकालाई चाहिँ तपाईँले के भन्नुभएको थियो उहाँलाई चाहिँ मैले चाहिँ केही नै भनिनँ त्यो उहाँलाई यो मेरो छोरीसँग यसरी बोल्दै हुनुहुँदो रहेछ तपाईँ शिक्षक मान्छे के भन्नुभएको थियो त्योभन्दा पहिला नै भन्थेँ मैले 1 वर्ष अगाडि नै भनेको त्योभन्दा पछाडि चाहिँ मैले केही नै भनिनँ त्यतिखेर चाहिँ के भन्थ्यो उहाँले त्यतिखेर चाहिँ उहाँले मैले मनिषालाई मन पराएको छु अहिले स्कुलबाट भगाउनु मिल्दैन भन्दै हुनुहुन्थ्यो अनि मैले त्यसरी म उहाँ स्कुलमा गएर म कुरा राख्छु भन्दाखेरि चाहिँ उहाँहरूले चाहिँ त्यतिकै अब सुनवाई गरिदिनु भएन मैले पनि त्यतिकै केही नै गरिनँ अहिले एउटा केटी मैले बुझ्न सकिनँ त्यो बारेमा यसमा उहाँले डाइरेक्ट त्यतिखेरै भनेको थियो म युनितालाई चाहिँ मन पराउँछु हामी बिहे गर्न चाहन्छौँ नै भनेको थियो भन्नुभएको थियो अच्छा अनि ठिकै छ उमेर पुगेपछि त बिहे गर्नु भन्ने कुरा नै थियो होला त्यो चाहिँ मैले भन्दै किनभने मेरो छोरी खुसी हुन्छ भने मैले पनि खुसी दिन्छु नि त हजुरले पनि अब राम्रैसँग त्यस्तो मन छ भने मेरो छोरी पनि मन छ भने भोलि मैले पनि नराम्रो गर्दाखेरि मेरो छोरी त्योभन्दा अगाडि नै नराम्रो बाटोमा लाग्ने हो कि भनेर म आमाको मन हो मैले त्यो बाटोतिर गएँ नि त म तपाईँ चाहिँ बुवा हुनुहुन्छ है बुवा म हजुर तपाईँ चाहिँ कहाँ हुनुहुन्थ्यो म बाहिरै बस्छु धेरै जस्तो हजुर अहिले म थुप्रै वर्षको बाहिरै बस्नु भएको त्यो एउटा विद्यार्थीलाई शिक्षकले त्यस्तो गर्नु पनि अगलत हो कि तपाईँहरूले छुट्टै होइन गलत त गलत हो यो मैले सुरुमै भने नि यहाँ सुन्नु तपाईँहरू हाम्रो सबै छोराछोरीहरू केटाकेटीहरू स्कुलमै पढ्ने हुन् होइन र घरमा भनेको गार्जेन बाबुआमा नै हो भने बाबुआमा पछिको गार्जेन त शिक्षक नै हो होइन यति कुरा त सबैलाई थाहा नै छ होइन तर तपाईँको छोरी चाहिँ जुन शिक्षकसँग अफेयरको कुराहरू आयो नि यदि त्यो अफेयरको कुरामा पनि त आमालाई थाहा रहेछ होइन तपाईँले यो कुरा चाहिँ उहाँ तपाईँको श्रीमतीले जानकारी गर्नुभएको थियो पहिले मलाई घाने गर्नु थाहा थियो अब म पनि बाहिर बस्छु टेन्सनमा अब किन बस्नु भनेर म पनि त्यस्तो कुरो माइन्ड नै लिन अब बोल्छन् होला अब विद्यार्थीहरू शिक्षकहरू त त्यस्तो गर्दैनन् होला मैले भने अब जुन दिन मेरो छोरीको घटना घट्यो त्यो दिनदेखिको मान्छे गायब छ अनि यहाँ आएर लास उगार्ने के अरे लासलाई छोएर आउने रुने कराउने छोएर अनि बाइक लगेर उहाँ राख्ने अनि मैले सुनेको कुरो
यहाँ घरमा भएको घटना अनि म 24 घण्टाभित्र मेरो 4 दिन लाग्छ हेर्नु आउनलाई उहाँबाट 4 दिन कुन ठाउँमा भन्नुहुन्थ्यो म मद्रासमा 2टा प्लेन गरेर फ्लाइटमा आएको म टिकट पनि छ अहिलेसम्म अनि मेरो छोरीको त घटना घट्यो अनि अब के भएको कसो भने आफ्नो छोराछोरीको माया हुन्छ नि त्यो माया त्यही छोराछोरीको लागि तपाईँ परदेश जानु भएको छ बसेको अनि त्यो कारणले गर्दा अहिले मान्छे पनि छैन लास पनि छैन मान्छे पनि छैन कता गयो के गयो मेरो छोरीको ज्यान नभयो ओके जब छोरीको लास चाहिँ कहाँनिर भेट्नुभयो तपाईँहरूले यही घरमै माथि अनि जब छोरीको लास यस्तो भेटिसकेपछि त्यो मान्छे आयो आयो आएर के गर्यो आएर त के गर्नु त्यो समात्नु भयो के गर्यो भाइ आएर छातीमा यसरी हात लाएर यसरी समात्नु भयो अनि हात ऊ पनि रोयो पसिना भएर रुनु भएको थियो अनि एकछिन पछाडि सबै मान्छेहरू आउनुभयो अनि त्यहाँबाट यहाँनिर उता मासतिरबाट पनि सबै आउनु भएको थियो अनि एकछिन पछाडि म त्यहीँ माथि थिएँ अनि जानुभयो उहाँले के भन्नुभयो कि केही भन्नु भएन त्यतिखेर लास हुँदै के भन्यो त्यो पछाडि हामीलाई त थाहा मलाई त थाहा नै भएन तपाईँहरूलाई थाहा भयो भएन म पनि मलाई थाहा भएन। यहाँ त्यतिखेर जबसम्म को मेरो हुनुहुन्थ्यो? हजुर छोरी चाहिँ अब त्यस्तो भएपछि हामीले चाहिँ यसले बोलायो छोरोले बोलायो त्यस पछाडि मैले डोरी काट्दै मेरो छोरी जिउँदैछ भने जस्तो लागेर डोरी काट्यौँ डोरी काटेर अनि यसरी मैले छाम्दा हल्का यहाँ तातो थियो एम्बुलेन्स बोलाइदिनु म लान्छु मेरो नानी तातै छ बाँच्यो होला जिउँदैछ भन्दाखेरि नानी मरिसक्यो भनिसकेपछि मलाई केही नै थाहा भएन मैले त्यति भनेपछि आएको देखेको थिएँ। अनि यहाँ सुन्नु न कराउने गर्नुभयो अब उनीहरू केटा र केटी उनीहरू राजी नै थियो भने त छोरीले किन सुसाइड गरिराख्नु पर्ने आवश्यकता थियो थिएन होला केही त भयो होला तपाईँलाई के थाहा भएन एउटा लास मरेको उसमा त कम्पाउन्ड लिएर छुनु नहुने तपाईँहरू मिडिया कर्मीले त छुनु नहुने त्यसले किन आएर छुयो होइन एउटा जुनैसुकै पुलिस केस पुलिसलाई बोलाएर छुनु पर्थ्यो होला उसले किन छुयो अब छाती किन छाम्दियो हात किन छाम्दियो उनले उसको उनीहरूको माया प्रेमको कुरा थियो होला त्यो माया कुराको प्रेम थियो थाहा भइसक्यो होइन आमाले पनि थाहा रहेछ केटाले पनि सहर्ष स्वीकार्ने कुरा थिएछ केटी पनि जाने कुरा नै थिएछ तर दुइटै चाहिँ राजी खुसी छन् भने अनि सुसाइडै गर्नुपर्ने आवश्यकता चाहिँ किन आयो त त्यस्तो राजी सर यस्तो राजी खुसी चाहिँ हामीले थाहा पायौँ होइन भनेको चाहिँ ओके अब कुरा आउँछ प्रेग्नेन्सीको कुराहरू के थियो दुईजीको थियो कि थिएन पोस्टमार्टम गरेर हामीले पोस्टमार्टमको रिपोर्ट त तपाईँको पढ्ने पछि आउँछ होइन पछि भन्नुभएको त्यसपछि पनि थाहा हुन्छ हरेक कुरा होइन यसो तपाईँहरूले यसो हेर्दाखेरि त्यस्तो केही न केही टचर केटल नदिकन केटी त्यस्तो भएन पनि उनीहरूको माया प्रेमै छ भने त अब थियो भने कतै केटाको परिवारबाट त्यस्तो के दबाब त आएन त्यो थाहा छैन हामीलाई म त बाहिर बस्छु यहाँ घरमा त अब आएको नआएको म पनि अब यस्तो हुन्छ नि त कस्तो भने ल ठिक छ केटाले पनि केटी लाने भयो केटी पनि जाने भयो तर केटाको घरको मान्छेले चाहिँ त्यो केटीलाई भने म स्वीकार्दिनँ भन्ने कुरा पनि आउन सक्छ नि त त्यो उहाँहरूकै ठाउँमा होला हामीलाई थाहा छैन तपाईँलाई यो कुरा थाहा भएन होइन ठिक छ हामी यो कुरा त्यहाँमाथि गएर सोच्छौँ भने होइन यो यदि हो भने चाहिँ सरासर गलत चाहिँ हो हेर्नु कतिपय कुराहरू चाहिँ के हुन्छ भने नि र केटा र केटी राजी भएर तर घरको परिवारको दबावले पनि मान्छेहरूले चाहिँ त्यो अब प्रेममा परेको मान्छेहरू सहन सक्दैन अनि त्यसपछि सुसाइड गर्ने कुराहरू त्यस्तो के घटनाहरू धेरै घटेको छ होइन हो कतै त्यो त भएन भन्ने कुरा पनि आउँछ यहाँ म पनि एउटा गरिब परिवारमा हुर्केको मान्छे बाहिर बसेर कमाउँछु एउटा छोरी 2 भाइ छोरा हो मेरो मैले पनि त्यस्तो बुद्धि नबिगारोस् भनेर ऊ अब त्यस्तो टिचर यता शिक्षा त्यसैले पनि गलत पनि एउटा कुरो त एउटा कन्फर्मै गलत हुन्छ किनभने उसले कि सुसाइड गर्नुभन्दा अगाडि पहिले किन छुयो आएर त्यो पनि किन निस्क्यो त्यसको यो कुन के स्कुल हो यो माध्यमिक श्री माध्यमिक 1-10 भुमरे 1-10 माध्यमिक विद्यालय अन्त 1-10 माध्यमिक विद्यालयमा साँच्चै भन्नुपर्दा 1देखि 10सम्म स्कुलको नामै 1-10 स्कुलको श्री माध्यमिक विद्यालय 1-10 भुमरे होइन त र यो भुमरे 1-10 स्कुलको चाहिँ हामीले के गल्ती देख्यौँ भने शिक्षक चाहिँ विद्यार्थीलाई पढाउनु पर्ने सम्झाउनु पर्ने अनि संरक्षण गर्नुपर्ने ठाउँमा उल्टो प्रेम गरेर हिँडेको कारणले गर्दाखेरि यो घटना घटेको हामीले बुझ्यौँ स्कुलको गल्ती चाहिँ 100% हामीले बुझ्यौँ
अब स्कुलको प्रशासन कस्तो थियो होइन, स्कुलले कसरी निगरानीमा राख्थ्यो, अनि स्कुलको प्रशासनले टिचरहरूलाई चाहिँ कसरी चाहिँ आफ्नो नियन्त्रणमा अथवा अनुशासनमा हिँड्न सिकाएन कि भन्ने क्वेसन चाहिँ ठुलो आउँछ। हेर्नुहोस्, स्कुलको प्रशासनले त अनुशासनमा त शिक्षकहरूलाई राख्नुपर्ने हुन्छ होइन, अनि विद्यार्थीलाई पनि अनुशासनमा राख्नुपर्ने हुन्छ। तर यहाँ त न शिक्षकलाई अनुशासनमा राखेको देखियो न त स्टुडेन्टलाई होइन। त्यो भएको कारणले गर्दाखेरि अहिले यति ठुलो घटना घट्यो कि यो घरको एकजना अनिता विश्वकर्मा, इनुता विश्वकर्मा यसपालि मात्रै एसई दिएको, उहाँको चाहिँ अब भर्खरै मात्रै आफ्नो करियर चाहिँ सुरु गर्ने बेलामा उहाँले सुसाइड गर्नु पर्यो। विनाशित त्यतिकै त गरेन होला। अनि उहाँलाई पढाउनु हुने शिक्षक लेखापाल पनि रहेछ होइन त, उहाँ चाहिँ अहिले फरार रहेको अवस्था छ। अब फरार त रह्यो, तर जिउँदो छ कि बा मरिसक्यो भन्ने कुरामा नि अझै अन्यल छ। अब मरिसकेको त यत्रो जङ्गल छान मारिसकेछन् होइन। तपाईँहरू जानुभयो खोज्नु? माथिको मान्छेहरू अरू यहाँको गाउँको जानुभएको थियो हो? सबै जानुभएको थियो? जानुभएको थियो होइन? हो, माथिको गाउँ गए, भेटेको छैन। भेटे नभेटे उनीहरूको ठाउँमा हामीले चाहिँ थाहा छैन त भेटायो कि भेटाएनन् कि हामीले सोधेको त्यो भएको कारणले गर्दा अब जिउँदो भएको भए मरिसकेको भए जङ्गलमा भेटिनु पर्ने। अब जिउँदो भएको भए त कहीँ न कहीँ होला भन्ने आश नै छ होइन। हामी उहाँको फोटो भिडियोको स्क्रिनमा राखिदिन्छौँ। तपाईँले देखेको खण्डमा हामीले दिएको सम्पर्क नम्बरमा सम्पर्क गरिदिनु होला भन्न चाहन्छु। हामीसँग टाइम भएन, नत्र हामी स्कुलसँग पनि धेरै कुराहरू चाहिँ गर्न मन छ यो केसमा। अब एक त अलिकति दुर्गम ठाउँ पनि रहेछ होइन, एकान्त। हजुर, यहाँ बजार पनि टाढै रहेछ, प्रशासन पनि टाढै होला नि। नेपाल टाढै पुग्नु पर्यो भने चाहिँ 1-1.5 घन्टाको त मोटरसाइकलमै लाग्छ भने त निकै टाढै हो होइन। सुरुमा तपाईँको छोरीलाई चाहिँ सरले त्यो टिचरले चाहिँ त्यो खालको व्यवहारहरू उनीहरूको सम्बन्धको कुराहरू गर्दै गर्दाखेरि यहाँ गाउँ छिमेकमा चाहिँ तपाईँहरू कसैले पनि सम्झाउने बुझाउने कोसिस गर्नु भएन? छलफल राख्ने कुरा गर्नु भएन? त्यो छलफल राख्ने कुरै गरिएन। हामीलाई थाहै भएन, थाहा नै भएन। अब सरले पढाउने, अब फोन गर्ने, परीक्षा एक्जाम कहिले स्कुल छुट्टाइ हुन्छ, त्यस्तो गर्दाखेरि मम्मी चाहिँलाई चाहिँ त्यस्तो गर्दाखेरि कुरा गर्ने। अब त्यस्तो लबै गरेको अब त्यो। ओके, तपाईँलाई थाहा भयो उनीहरू कुनै ठाउँ घुम्न गएको अथवा छोरी यहाँ घरदेखि एक्लै गएको अनि ऊ पनि गएको, त्यस्तो केही छ? उहाँ छिमेकीलाई सोध्नु न, उहाँ एउटा छिमेकी हो, आउनुहोस् त उहाँलाई थाहा होला। हजुर हजुर, यता यहीँ भनिदिनुहोस् न ल सिस्टर। के नाम पर्यो हजुरको? नमस्ते, राधिका थापा। जुन के अरे शिक्षक र चाहिँ यहाँ स्टुडेन्टको सम्बन्धको कुराले गर्दाखेरि ठुलै घटना घटेछ होइन। जुन शिक्षक बहादुर रोका र यहाँनिर चाहिँ युनिता विश्वकर्मा, अनि उनीहरूको चाहिँ बेला बेलामा भेट गर्ने अथवा कहीँ घुम्न जाने, अनि उनीहरूको सम्बन्धमा त रहेछन्, आमालाई त थाहा रहेछ, त्यस्तो थियो कि थिएन? हुन्छ, सो घरमा यतै पनि 2-3 जोडी भेट हुने, अनि बाहिर पनि लाहान हुँदा एकपल्ट गाईघाटहरू जानुहुन्थ्यो। अनि टिचरसँग स्टुडेन्टको यो खालको सम्बन्ध छ भन्ने कुरा चाहिँ स्कुलमा थाहा थियो कि थिएन? थाहा थियो, स्कुलमा थाहा थियो। प्रिन्सिपल चाहिँ को थियो त? प्रिन्सिपल नाम त ठ्याक्कै याद भएन, उता बाहिर सुन्नु डिएससी सर भन्नुहुन्छ, तर नाम अनि यसपालि मात्रै एससी दिइसकेपछि त फेरि उहाँ त स्कुलबाट निस्किसकेको अवस्था थियो होला होइन। त्यो उनीहरूको सम्बन्ध चाहिँ योभन्दा अगाडिदेखि नै थियो? भर्खरै जुन सुसाइड शनिबार भयो, बुधबारको दिन चाहिँ घरमा पनि म बिए गर्छु भनेर कुरा गर्नुभएको थियो अरे। उसको भाइ र सरको भाइ र बाबा चाहिँ बोल्नु भएन अरे। मम्मी चाहिँ उसलाई बिहे गरिस् भने अर्कै घर बनाएर बोलियाले यो घरमा नले, मान्छेले नराम्रो सोध्छन्, हामीलाई होच्याउँछन् भन्नुभएको थियो अरे। अब उनीहरू चाहिँ के रोका भने कि के मगर सार्की? हजुर, मैले अघि अलिकति शङ्का गरेको थिएँ नि, कहीँ न कहीँ केही न केही त भयो भन्ने नै हुन्छ नि। तर त्यति नै कुरामा त यत्रो ठुलो चाहिँ घटना नघट्नु पर्ने भेदभाव नै भयो भन्ने कुरा छ क्या?
जातीय भेदभाव भन्दा त त्यो मलाई ठ्याक्कै थाहा भएन होइन अब जस त्यो केटी बिहे गर्छ हामीलाई भने होच्याउँछ उसलाई ल्यायो भने हामीलाई थुक्छन् भन्नुहुन्थ्यो अरे उसको मम्मीले थुक्नु पर्ने चाहिँ के रहेछ त घर परिवार राम्रै रहेछ बाउ कमाउनु गएको रहेछ तर उनीहरूले राम्रै भन्नु होला हाम्रो जात ठुलो छ उनीहरूको सानो छ भनेर सोच्नु भयो होला सायद। त्यही त भनेको अनि सरलाई पनि हेड सरलाई पनि सोध्नु भएको अरे स्कुलमा देवराज सरले मैले उसलाई बिहे गर्दा के हुन्छ अनि हेड सरले भन्नुभयो अरे उता मनिषा हामीले भन्ने चाहिँ मनिषा हो तर एउटा उसको जात ठुलो हो अब तिमीहरूले उताबाट घरबाट मान्नुहुन्छ भने बिहे गर त्यस्तै भन्नुभएको थियो हेड सरले भनेपछि हेड सरलाई थाहा रहेछ यो कुरा सबैलाई थाहा थियो पहिलादेखि जुन अहिले 3 वर्ष भयो होला उनीहरूको चाहिँ यो रिलेसन भएको 1-1.5 वर्ष थाहा भएन त्यस पछाडि सबैलाई थाहा थियो घटना त्यही त केही न केही त भयो भन्यो जस यति कुरा चाहिँ बुझ्यो यहाँ आएर के बुझ्यो भने यता शिक्षक र शिक्षक र के अरे स्टुडेन्टको चाहिँ सम्बन्ध त थियो सबैलाई थाहा रहेछ विगत 2-3 वर्ष अगाडिदेखि नै अनि बिहे गर्ने कुरामा चाहिँ परिवारबाट चाहिँ अलिकति त्यो केटी बिहे गर्छौ भने चाहिँ बरु अलग भएर बस्नु घरमा चाहिँ नभित्र्याउनु भन्ने खालको कुराहरू आएछ अब त्यो खालको कुराहरू आउँदाखेरि नै यो घटना पो घट्यो कि भन्ने खालको शङ्का त आइ नै हाल्यो होइन यो चाहिँ उहाँको घर परिवारले नै स्वीकारेको कुरा हो भनेकै कुरा हो त हजुर उसले चाहिँ अब मलाई मनिषाले चाहिँ मलाई नै भने हो होइन मैले पनि उसको देखेको होइन मलाई यसो भन्नुभयो बिहे गर्नुहुन्छ कि हुँदैन होला भनेर सोध्दै थिइन् मलाई अब त्यो त तिमीहरूको बिच के छ मलाई थाहा छैन तर बिहे अब उहाँले केटाले नै बिहे गर्छु भनेपछि त घर परिवारले भनेर भएन नि त तपाईँ चाहिँ युनिताको साथी ठिक छ हामी त्यहाँमाथि गएर यही क्वेसन गर्छौँ युनिताको साथी तपाईँको नाम के भन्नुभयो राधिका थापा जस तपाईँ साथी भएपछि धेरै कुरा थाहा रहेछ जुन आमा बुवालाई पनि थाहा थिएन तपाईँलाई थाहा थियो उहाँ त्यो शिक्षकसँग उता नेपाल टार कता कता उता गाईघाटतिर घुम्न गएको थाहा थिएन होला त्यो त म त बाहिर फ्यामिलीलाई त थाहा हुने कुरा तिमीलाई थाहा भएको कुरा मलाई त थाहा नसोधिने अब थाहा नै भएन त यसो सम्झिँदाखेरि ठिक छ प्रेम सम्बन्धमा थियो तर अलिकति नाबालिका नै थियो उमेरको हिसाबले होइन 20 वर्ष पुगेको थिएन होइन कानुन त लागि नै हाल्थ्यो तर पनि उहाँहरूलाई ठिक छ उमेर पुगेर बिहे गर्ने गाउँ समाजमा हुन्छ नि त्यो खालको चाहिँ भइदिएको भए त केही फरक परेको थिएन छ होइन तर छोरीले चाहिँ 81 सुसाइड गर्दा चाहिँ धेरै एउटा केही न केही टचर दियो अब उसैले केटो मान्छेले अब केटाकेटी मिलेर उनीहरूले बिहे गरिदिएको भएदेखि त्यो त अर्कै हुन्थ्यो अब किनभने भने त्यो एउटा केटोले टचर दियो अब लिन मानेन अब अहिले कुरा सुन्नु न कुरा सुन्दाखेरि अब उसले लिएर जान मानेन होला अब यत्रो 3 वर्ष झुल्याइदियो होला मायामा फसाइदियो होला अनि अब लान्छु भने जान्छु भन्दा लग्दैन होला नलगेपछि अनि त्यो केटोको तर्फबाट टचर भएर त ऊ हुन्छ नि हामीले त के भन्नु हाम्रो त होइन सरसँग त यही बुझ्यो त विगत 3 वर्षदेखि प्रेम सम्बन्धमा रहेको मान्छे र ठिक छ ऊ नाबालिका छ उमेर पुगेको छैन बिहे अहिले पछि गरौँला भनेको अब जब उसले यासी दिइसकेपछि वैशाख 2 गते लान्छु भन्नुभएको रहेछ अनि वैशाख 2 गते पनि अब के भयो सार्नु भएछ अनि असार 1 गते लान्छु भन्नुभएको रहेछ त्यहाँबाट पनि खै गाउँको मान्छेले चाहिँ एक्जाम थियो अरे के भन्नुभएको थियो त्यो चाहिँ मलाई उसले भनेको थिएन नि एक्जाम थियो अरे 1 गतेबाट चाहिँ सार्नु भएको छ अलि पछि लानुहुन्छ अरे अब घरको मान्छेले पनि नलानु भन्नुभएको छ अरे तर मलाई लानु बिहे त गर्छु सो कोठा लिएर राख्छु भन्नुभएको छ अनि बिहे गरेर कोठा लिएर राखेर त सकिजान्थ्यो त्यो कुरा होइन नलगेको कारणले लाउनुको कारण के थियो त्यो थाहा भएन ठिक छ हामी ढिलो नगरिकन जुन शिक्षक देवबहादुर रोकाको घरमा पनि गएर बुझ्छौँ उहाँको फ्यामिलीले कतै यही टर्चरै दिएको कारणले गर्दा यो घटना घटेको हो कि भन्ने कुरा पनि हामी त्यहाँ गएर सोध्छौँ अब अझै चिन्ताको विषय के छ भने शिक्षक लेखापाल देवबहादुर रोका अहिलेसम्म भेटिएको छैन अनि उहाँ मृत्यु अवस्थामा छ कि वा जिउँदो अवस्थामा छ कस्तो अवस्थामा छ थाहा अत्तो छैन खोजी कार्य चाहिँ भइरहेको छ यहाँको गाउँले छरछिमेकदेखि लिएर चाहिँ प्रशासन सबैजना आएर चाहिँ खोजिरहेको अवस्था चाहिँ छ जङ्गलहरू सबै खोजिरहेको अवस्था चाहिँ छ तर भेटिरहेको अवस्था पनि छैन हामीले उहाँको फोटो यो भिडियोको स्क्रिनमा राखिदिएका छौँ यदि तपाईँले देखेको खण्डमा हामीले दिएको सम्पर्क नम्बरमा सम्पर्क गरिदिनु हुन म विनम्र अनुरोध गर्न चाहन्छु होइन